आज मैले बनाएको छु पाकेको केराबाट चाहिँ एकदमै मिठो अनि टेस्टी खाजा बनाउनु पनि एकदमै सजिलो छ। यसको लागि चाहिँ मैले पाकेको केरा लिएको छु। यसको चाहिँ बोक्राहरू यसरी छिलेर यसलाई मैले म्यास गरेको छु। यसलाई चाहिँ मिक्सरमा हालेरै पिस्दा पनि हुन्छ, छिटो हुन्छ, तर फेरि काम पनि बढ्छ। त्यसो गर्दा चाहिँ मिक्सरलाई फेरि सफा गर्नु टाइम लाग्छ हो। त्यही भएर चाहिँ मैले प्लेटमा नै यसरी काँटा चम्चीले केरालाई चाहिँ म्यास गरे र यसलाई मजाले म्यास गरिसकेपछि एउटा सानो बोलमा मैले यसलाई खनाइदिए। यसलाई सबै खनाइसकेपछि चाहिँ मैले यहाँनिर आटा हालेको छु। आटा हालिसकेपछि चाहिँ बेकिङ पाउडर हालेको छु अनि बेकिङ सोडा पनि हालेको छु। त्यसपछि अलिकति सौंफलाई छरे र 2 चम्ची चिनी हालेको छु र अब यसलाई चाहिँ मिक्स गर्नुपर्छ र मिक्स गरेर चाहिँ त्यत्तिकै नै यसलाई पानी नहालिकन मुस्नुपर्छ। यसरी गिलो गिलो डो तयार हुन्छ। त्यसपछि छोपेर 10 मिनटको लागि मैले यसलाई छोडिदिए। 10 मिनट भइसकेपछि चाहिँ मैले यसलाई फेरि हातमा नै 1-1.5 मिनट चाहिँ यसरी मुसे र यसको मैले सानो सानो टुक्रा यसरी बनाएको छु र यसको सबै सानो सानो टुक्रा बनाइसकेपछि फेरि यसलाई चाहिँ मैले यसरी हत्केलामा घुमाएर रोल गरेर चाहिँ यसको मैले बल बनाए। यसलाई चाहिँ डाइरेक्ट नै फ्राई गर्दा पनि हुन्छ। मैले चाहिँ यसरी नै बल बनाए। अब यसलाई फ्राई गर्नुको लागि चाहिँ कराई बसाएर तेल हाले अनि तेल चाहिँ एकदमै बेसी तातो चाहिँ हुनु हुँदैन, मिडियम तातो छ र आगोको फ्लेम पनि मैले लो टु मिडियम राखेको छु। एक पल्टमा जति अड्छ त्यति हालेर चाहिँ मैले यसलाई फ्राई गरे अनि हाल्ने बित्तिकै पनि चलाइहाल्नु हुँदैन, एकछिन चाहिँ पर्खिनुपर्छ। एकछिन भन्नाले 1 मिनट जति चाहिँ। त्यसपछि यसलाई बिस्तारै बिस्तारै यसरी चलाउनुपर्छ र गोल्डन ब्राउन हुने गरी मैले यसलाई फ्राई गरेको छु। अनि जब यो पाक्दै जान्छ तब चाहिँ यो हल्का यसरी फुट्दै पनि जान्छ, हल्का चिरिएको जस्तो फुटेको जस्तो हुन्छ। यति दामी टेस्टी हुन्छ यो खाजा चाहिँ। यसरी नै रहेको जति थियो, किनभने एक पल्टमा चाहिँ सबै अड्दैन थियो र मैले यसलाई पालो पालोसँगले चाहिँ सबै फ्राई गरेको। यसरी चाहिँ पाकेको केराबाट पनि एकदमै टेस्टी अनि स्वादिष्ट खाजा चाहिँ बनेर तयार हुन्छ। एकदमै मिठो हुन्छ यो, बनाउनु पनि एकदमै सजिलो छ। यसरी चाहिँ ठुलो सानो सबैलाई मनपर्ने पाकेको केराको खाजा। Thank you for watching.